चन्द्रमाई के भएको यताउति पनि हेर्दैन त के हो यो चारोको कमी हो कि मान्छेले पिटेको हो कि के हो त भाइ चल्दालाई बिरामी जस्तो छ नि त भाइले के रोग लागेको हो त नि हजुर दाजु होइन यसलाई होइन मैले बिहान होइन ठ्याक्क 7:30 बजे घरबाट निकालेको यसको मकानबाट निकालेर म चारो हालेको पानी दिएको केही पनि खाएन हजुर अरू कुखुराले खाए होइन यसले खाएन हजुर अनि मैले यसो हेर्दाखेरि त के भएको होला खै रागनले समायो कि के भयो खै हजुर हेर्नु न मुन्टो पनि उडो छाडेको छाडै छ केही पनि सप्पा हाँगै गर्दैन हजुर के भयो भनेर मैले धेरै मान्छेलाई सोधेँ होइन कसैले परमार दिएनन् हजुर त्यही भएर यो चल्लाको लागि मैले कति दुःख गरेँ कति मैले पीडा सहे होइन हजुर मलाई एकदम गाह्रो छ त्यही भएर यो चल्लालाई चैत आयो भन्छ अब चैतिया रोग आयो भन्छन् हजुर कहिले यो कुखुरालाई रोग धेरै आएछ गाउँमा धेरैका मानिसहरूका चल्लाहरू यसरी मरेछन् हजुर होइन कुखुरा उत्तेछन् गरे हजुर मलाई भोलि यस्तो गरी उत्ते भने त म त के गर्ने हजुर मलाई त भोलि गाह्रो हुन्छ हजुर होइन अनि म यसलाई औषधि गर्ने उपाय सिकाइदिनु पर्यो के दाजु अब के गर्नु परेर यसलाई कसरी औषधिमा लिएर यसलाई ठुलो बनाउनु पर्यो यसलाई भन्नुहोस् क्या हजुर अब यसलाई कसरी गर्नुहुन्छ होला आफै भन्नु होला ए भाइ यसलाई त बडो पशुतिर औषधि पाइन्थ्यो कि कतै अनि कुखुरालाई खुवाउने पानीसँग खुवायो भने अलिकता निको हुन्थ्यो कि भाइ त यता आफ्नै घरतिरको लसुन लगाएको हुन्छ नि लसुन अनि त हर्दिलो अनि तितो कुटेर अलिकता पानी बनाउनु त्यही दिनु नै अलिकता निको हुन्छ कि भाइ हजुर त्यो उपाय एकदम राम्रो हुन्छ है मेरो चल्लो बाँच्छ नि है दाजु त्यो गऱ्यो भने बाँच्छ कि अलिकता हजुर अलिक चारो खाने गरिदिनु पर्यो क्या हजुर त्यति खाए पनि भोलि भ्याएर ओराओस् क्या हजुर हेर्नु न अहिले ओराइ पनि सक्दैन हटे पनि सक्दैन के भयो खै यति भए पशु पक्षी